Plan failed. जिन्दगीको लामो यात्रामा तिमीसँगै हिँड्नु छ भनेको त स्कुटी साइडमा राखेर हिँडाइदिए यार मलाई। कस्तो लागिरहेछ कस्तो भइरहेछ अर्काको बुढी घरमा लिएर गएको जस्तो भइरहेछ। के गरायो किन गरायो म त झन् खुसी छु तिम्रो खुसी भइहाल्छ तिमी म मोटी भने कसैले हेर्दैन कसैले जिस्काउँदैन 9 बजे जाने प्लान थियो 10 बजे आइपुग्यो आधी घन्टा सुत्छु नि है भन्दा रिसायो नाइ भने थिएन नि त त्यो मतलब नाइ नै हो क्या त्यो नाइ भन्दा नि डेन्जर हो। Hey guys, welcome to my another video. अनि आज चाहिँ हामी बाहिर जान रहेछौँ सो आइम गेटिङ रेडी कता कता जान्छौँ के गर्छौँ कसो कसो गर्छौँ को जान्छौँ भन्ने कुरा चाहिँ हजुरले हेर्नु होला। अनि हिजो अलि ढिला सुनेको थियो त्यही भएर निन्दा त्यति धेरै पुगेको छैन आँखा रातो रातो भएको छ एकपछि होइन तर वी आर ह्याभिङ फन टुडे सो स्टे ट्युन गाइज आइल सी यू। तपाईहरु रिसाएर किन रिसाला रिसाएको चाहिँ कि पनि छैन म जतिखेर पनि म रिसायो खाली यस्तै हुन्छ मलाई गाली नगर है भन्छे मसँग नरिसाउ है मान्छेको अगाडि म सधैँ रिसाइरहने सधैँ गाली गर्ने जस्तो दिनका उता घरमा गएर नि त्यही हुन्छ उसको मम्मीको अगाडि पनि मेरो मम्मीको अगाडि मात्रै हो र नरिसाउ के अरे मलाई गाली नगर है नरिसाउ है भन सधैँ गाली गरेर कुटेर पिटेर राखा जस्तो जिन्दगी त्यो भनेको एउटा कन्फर्मेसन लाइक के हुन्छ नि म यस्तो भन्छु त्यसको रियाक्सन नदेऊ है भने हो क्या रियाक्सन नदेऊ भन नि त गाली नगर अब गाली गर्ने चिज छ नि त गाली नगर है भन्ने हो नि त पाउँछु पाउँछौ किन नपाउनु कहिले पाउँछु भिडियो खिचेर राख्छु रिसाल्न म रिसायो भने तिमीले कुट्ने हैन मलाई हो अनि म रिसाएर आउँछु कुट्छ मलाई अनि म रिसाएको ए सुनायो त्यसले कसरी सुनाएको छ त्यसले त्यो माया हो त्यति बेला त माया गरेको थिएन किन खाएको याद छ सब भन्देऊ आज म ढिला भए होइन के त्यही भएर रिसा सधैँ तिमी ढिला कहिले ढिला भए म सधैँ कहिले ढिला भए मलाई लेट हुन्छ अरे म एकदम पङ्क्चुअल हो नि टाइम तिमी होइन तिमी केही पनि पङ्क्चुअल होइन 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 म अबदेखि म भिडियो रेकर्ड गरेर राख्छु आज एक दिन त म यहाँ आएको त्यही पनि म निक्ले भनेर के अरे भनेको निक्ले भनेको 20 मिनेटमा आइपुग्छु भन न निक्ले भनेपछि तिमी निस्केसी भन्छौ नि त हैन हैन त्यो त बाटोमा लाग्ने टाइम अस्ति भर्याङ पछाडि बसेर नि मैले देखेँ तिमी कस्तो निस्किँदो रहेछौ भनेर म निक्ले भनेर पनि 5-10 मिनेट पछाडि निक्लिँदाखेरि त्यहाँ पुग्दाखेरि तिमी अझै रेडी हुँदैन होइन भएन कहिले रेडी भएन म सधैँ रेडी हुन्छु तिमी बाहिर छु भन्ने बित्तिकै म फुत्त निस्किन्छु हो कि हैन अनि पुगे हैन त्यो त मैले टाइम दिए हो नि त हैन म निक्ले भनेको 5 मिनेट पछि निक्लिन्छु त्यो त मैले टाइम दिए हो नि त हैन निक्ले भन्न साथै निक्ले हुन्छ तिमी रेडी हुन्छ कसले भन्यो आजसम्म त्यस्तो गराछौ छैन कहिले गर नाइ नाइ पहिला पहिला रे कहिले हो पहिला पहिला भने कहिले पहिला पहिला भने भन त त्यस्तो गर्न थाले यति टाइममा ठ्याक्क निक्ले हुन्छ नि त्यहाँनिर हिजो भर्खर त म क्याल्कुलेटिभ छैन भन्थ्यौ त के कुरामा नि भनौँ अब सबै सुनाउने टाइममा पो क्याल्कुलेट टाइम पो क्याल्कुलेट तिमीले मलाई जहिले के आज मैले कति कुरे आज कुरे हो निश्चल भन न आज मैले के हैन म त 7 बजे उठेर रेडी भए निश्चलले ढिला गरे जसले गर्यो भने तिमी ढिला आइपुग्यो नि त लिन आयो म छिटो आइपुगिहाल्थेँ नि म त्यहाँ आइपुगे पनि एकछिन पक्का निश्चल रेडी हुनै बाँकी छ भन्ने के हुन्थ्यो होला फेरि वन्स मोर
हैन यो निश्चललाई देखाउँछु देखाउ तिमीले भनिरह निश्चल लेट भयो भने मैले त देखेको छैन हैन तिमीले भनेछ नि त निश्चल डेटै भयो नि त उठाएको सुत्दिएछ अघि भर सुनेन कहिले उठाएको थिएछ तैँले मलाई भने अनि कहिले उठाएको थियौ तिमीले उठाउँदै नउठाइकन त्यो भनिरहेछौ कि मैले त देखेको छैन नि त जे नि भन्नु नदेखा चिज जे नि भन्नु पाउँदो रहेछ है यो तिमीलाई मात्रै लागु हुन्छ कि मलाई नि हुन्छ आज फर्स्ट टाइम आफै आएको आज फर्स्ट टाइम आफै आएको आउ नि त त्यहाँबाट कसले भने फर्स्ट टाइम म आफै आएको भनेर मैले अनि अस्ति मैले यहाँ कति घन्टा कुरे कहाँ यहाँ त्यो भन्दा अगाडि बाहिर कति कुरे त्यो त म नुवाकोट थिएँ नुवाकोटबाट आउनै टाइम लाग्यो सुन न म त्यहाँ बाहिर कति कुरे कहाँ उ त्यहाँ भर्याङमा कहिले अस्ति नै ए त्यस्तो त्यस्तो त्यहाँ बाहिर बसेर के भनेर मेसेज गरेर मलाई लिन अरे के रे यहीँ बाहिर भएको मान्छे ढोका नगरिकन बाहिर बस्ने अनि त्यस्तो कुरा चाहिँ प्लिज मलाई गाल खुवाउनलाई मलाई गाल पार्नलाई गाली खुवाउनलाई घरैमा बसेको छ हामी कहाँ छौँ ल तिमी कति राम्रो है भर्खर मन्त्र हेरेर फुकेको अहिले होइन चेरो हामी कहाँ जान्ला सबै कस्तो कुरा हो सफा गर्नुपर्छ बुझ्यौ स्कार्फ लाउँदिनौ लाउँछु क्या अहिले मिलाउँछु क्या कति बेला अब बहन हाई गाइस इलेक्ट्रिक स्कुटर लिएर आएर सुइस पेट्रोल पम्प छिराइदिनु पर्ने के उट्या चार्ज गर भन्छ उट्या चार्ज गर भन्छ क्या ए हो चार्जिङ बोर्ड पनि छ त्यो कहाँ जाने थापाको निक्लेर जाउँ यताबाट थापाको निक्लेर जाउँ यहाँबाट थापाको निक्ल्यौँ ए माथि वरुण मदन भण्डारी कलेज ओइ के छ ल वी आर गोइङ है त कहाँ गइरहेको रे हामी कहाँ गइरहेछौँ हामी कहाँ गइरहेको छौँ हामी अहिले खोला तिर गइरहेछौँ कहाँ गइरहेछौँ अहिले चाहिँ खोला तिर गइरहेछौँ होइन पछाडि आइरहेछ पछाडि आधी टोली हाम्रो पछाडि छ किन 4 जना 2 जना पछाडि छ Just we are having fun. माछालाई दाना पर्ने ठाउँमा लिएर जाउँ न मलाई भन्थ्यो कस्तो लागिरहेछ कस्तो भइरहेछ कार्काको बुढी घरमा लिएर गएको जस्तो भइरहेछ पुरी लाग्यो होइन कहिले हामीले फोटो खिच्नु कपाल देख्नु पर्थ्यो माया त खिच्दै थिएन हो तर फोटोमा राम्रो देख्नुपर्छ गाइज अनि गएपछि मात्रै यस्तो के बाटोको लागि खिच्छु है बाटोको लागि खिच्छु है किन रे मलाई कस्तो भ्लगमा आउनु मन छ युट्युबमा देखिन कस्तो रहर छ मलाई प्लिज खिचौँ न म हेलमेट खोल्नु एकचोटि मिस्टरहरू कहाँ गयो हेलमेट खोल्या भन्दा तिमीलाई सुतेको याद आउँछ हजुर आउँछ यार के भएको थियो अरे किन सोधेको याद आउँछ मात्र भन्थ्यो अनि तिमीलाई यादै नआइकन याद आउँछ भन्छ नि त कहिले काहीँ कहिले भन्छु तिमी जस्तो हो र याद आउँछ मलाई सब कुरा याद आउँछ के भएको थियो भन्नु त हेलमेट खोलेर किस गर्नु सुन्दैन होला ओके होइन हो त भन्न लाइलाई भन्नुहुन्न यस्तो कालो गीत झुट बोल्नुहुन्न हामीलाई रमाइलो हुँदैछ हामीलाई रमाइलो हुँदै थियो फेरि एउटा ब्याड न्युज खुब टप्छु भनेको थियो होइन साउन्ड सुनाएको बाइकै स्टार्ट भएन
सँगै आएको मान्छे हरायो फोन आयो त्यतै कुर्नु भनेर अब हामी छौँ सँगै जान्छ है पूजा शीतल बस्छ चिया खाने ठाउँ हो नि हामी बस्नु थियो हामी चिया खान्थ्यौँ यहाँ पनि हाल्छ चिया हामीलाई क्या रमाइलो भइरहेको थियो कपालेर हामीलाई क्या रमाइलो भइरहेको थियो है होइन अझ रमाइलो छ तर त्यहाँ बाइक बिग्रियो एकछिन हामी कुदिरहेको तर हामी चाहिँ चिया खाना है मग उनीहरू चाहिँ के बनाइरहेको छ नि तातो घाममा अलि बेर कुर्नु पऱ्यो एभ्री टाइम होइन एभ्री टाइम होइन जहाँ जाँदा पनि यस्तै हुन्छ क्या अस्ति मैले भनेको थिएँ हामी बुटोल जाँदा पनि 6 बजे जानुपर्ने मान्छे हामी रातिको 8, 9, 10 कति बजीतिर हिँडेको यहाँबाट बाइकमा बाइकै स्टार्ट नभएर क्या त्यति बेला जहाँ जाँदा पनि अनि यो त नजिक हो अलि टाढा जानु पऱ्यो भए बाइक चाहिँ सर्भिसिङ गरेर मात्रै हुँदैन है लक हुनुपर्छ जहाँ जान पनि है कसैको बाइक बिग्रिँदैन कसैको बन्दै बन्दैन चिहानी अरू हामी पुऱ्यायो के हेर्ने है माछालाई दाना पनि ठाउँ माछालाई दाना पनि ठाउँमा लगाउन माछालाई दाना पनि ठाउँमा लगाऊ माछालाई दाना खुवाउनु दुई ठाउँ गएको छ कहाँ हो क्या त्यो कन्फ्युज त्यही जानु भएको है 9 बजे जाने प्लान थियो 10 बजे आइपुग्यो आधी घन्टा सुत्छु नि है भन्दा रिसायो नाइ भनेको थिएन नि त त्यो मतलब नाइ नै हो क्या त्यो नाइ भन्दा नि डेन्जर हो आधी घन्टा सुत्यो ल क्यान्सल मेरो काम पऱ्यो यस्तो भन्नु थियो होला हेर त मैले गरिरहेको अहिले अहिले त हामी सँगै छौँ हो मैले गरेँ आधी घन्टा सुत्न पाइनँ नि त ल सुत आधी घन्टा यो नगर सुत न सुत भने बाटोमा सुत्छ त खोइ चियर पसल हो क्या बाटोमा सुत भनेर तिमीलाई हेर त मोटा डबल चिनको ट्रिपल चिनहरू लगाइसक्यो प्याजको त जस्तो लगाइसक्यो हेर नि देखिया तिमीलाई नदेखिया मलाई सब देखिन थालिसक्यो अस्तिको फोटोबाट म त झन् खुसी छु तिमीले खुसी भइहाल्छ तिमी म मोटी भने कसैले हेर्दैन कसैले जिस्काउँदैन अनि तिमीलाई सबैले जिस्काउँछ सबैले हेर जस्तो आँखा बाहिर मन भरेर हुन्छ नि पार्टी सार्टी कतै गयो होइन मोटा हुन्छ 2-4जनाको आँखै बाहिर निक्लिरहेको छ राम्री भनेर जाउँ भनेर अब चाहिँ 2-4जना साँच्चीकै आँखै बाहिर निस्किँदा कति मोटा हो भनेर जिस्केको तर धेरै मोटा आएछ खुसी छ सर किन 2टा चिम्रो छ उसको 2टा चिम्रो छ तिम्रो छ बिलाले हामी कुर्दा कुर्दा हतपार भइसक्यो अब हामी जान्छौँ बनिनु बाइक बनेन अर्को बाइक निकालेर जाने हो हामी फेरि नजाने फेरि अर्को बाइक ग्यारेजमा छ नि त त्यो बाइक लिएर जाने होला त्यो लिनलाई अनि हामी चाहिँ किन जानु पर्यो भन्छ त्यो बाइक लिनलाई हामी के हो केटाहरू खेल्नु त पर्यो आउनु त भनेपछि जानु पर्यो अब हामी जान्छौँ यो खाँदैछ प्रतीक्षाको फल मिठो भयो भयो वेट गरे अनुसार के गरायो
किन गरे जाउँ मोबाइल क्लिन गरेर भिडियो हाल्नुपर्छ भिडियो खिच्नुपर्छ भनेर आएको थियो स्पेस खाली बनाइ र यो डायलग भन्ने हो भने छानी के डायलग छ नि डायलग्सहरू यहाँ यिनीहरू यस्तो छ दुःख लाग्यो साह्रै दुःख लाग्यो तनाव भयो गर्मी भएर पुक्लुक्क भइरहेको छु जाऊँ न हिँडेर जान्छु म तिमीसँग छैन त्यही त हो नि जय होस् हाम्रा बुढाहरूका जय होस् स्टार्ट भयो जय होस् स्टार्ट भयो होस् नभए नहोस् काम गर्दैछौ अब तिमी यसमा बसेर जाऊ त नै जान्न नै पर्दैन कस्तो होला घरमा घुम्न जाने रमाइलो भएको छ बच्चालाई त क्या सबभन्दा रमाइलो त बरुणलाई भएको छ नि कसरी लिएर जाने कसले तपाईँको एउटा लामो छ अन्त यिनीहरूले यसरी सक्छ त यो लग्यो यो धक्काले हो कि यस्तो रहेछ फेरि छोडिदिउँ प्लान फेल के गरे क्या जिन्दगीको लामो यात्रामा तिमीसँगै हिँड्नु छ भने त स्कुटी साइडमा राखेर हिँडाइदिएर मलाई गुड्नु छ ल जिन्दगीको लामो यात्रामा तिमीसँगै गुड्नु छ भन्नु पर्ने रहेछ मैले लहर लगाएर मजा आइरहेछ धेरै अलिअलि ए हालत यस्तो छ हालत जिन्दगी हाम्रो कुन्दुनीको पाप लाग्यो क्या अल्छी लाग्यो हामी घुम्न जान पाएनौँ अब घुम्न जानुभन्दा अगाडि 10 चोटि सोच्नुपर्ने अवस्था यस्तो घाममा यस्तो हालतमा लखर काम नपा मान्छे जस्तो हिँडेछौँ नै मलाई त लिएर जान्छ तिमीलाई त लाँदैन किन नि तिमी नै दुईटा रोक न अनि एउटा मलाई चलाइदेऊ मलाई त लिएर जान्छ रे ढुक्कै हेर यस्तो छ हाम्रो हालत हेर्नु यस्तो अवस्थामा ब्याग हेरौँ न वाह मजा आइरहेछ हेरौँ न रमाइलो भइरहेछ धेरै है धेरै नै होला धेरै अब के गर्न सकिन्छ यस्तै भयो आज प्लान फेल 9 बजे जाने भनेको 10:30 त्यसपछि कुरियो बानेश्वरमा गएर तिमीले सराफे रहेछौ क्या हो बाटोमा मान्छेले हेर्दै कहिले लाने हो घुमाउन के मलाई के होइन मलाई माछालाई दाना खुवाउनु चक्करमा आफैले दाना खानुपर्छ माम पनि खाएको छैन अहिलेसम्म मामुले खुवाउँछु भन्दा पनि भयो पर्दैन आज त भनेर हिँडेको हामी यस्तो गनाउने खोलाको साइडमा यसरी हिँड्दैछौँ सबै मान्छेले हामीलाई नै हेरिरहेको छन् किन हो छैन होइन अब यही हो पारा हाम्रो यस्तै छ पारा अब कति अगाडि जाने हो हामी घरसम्म पुग्छौँ
अनि घर पुगेर चाहिँ धन्न त्यहाँनिर बिग्रेछ सोच त अलि टाढा बिग्रेको हो त कहाँदेखि यो होइन गाडीमा नि यहाँ गाडी पाउँदैन क्या बिग्रेको चाहिँ हाम्रो साधन होइन त्यो बिग्रेको हाम्रो साधन होइन हाम्रै हो तर हामीले चलाएको हामीले चलाएको चाहिँ हाम्रै हो एउटालाई बिहान उठाएर कहाँ हो त म कप भन्दा ल मुख पनि नधोएको रेडी भएर बस लिन आयो भनेर बिचरा लिन गएको ब्रस पनि नगरे आएको 12-1 वर्षसम्म न खाना पायो न भन्ने ठाउँमा जान पायो न रमाइलो भयो होइन तर उसलाई त रमाइलो भएको थियो भन्दा अगाडि कि पछाडिको भिडियो क्लिपमा हेर्नु होला कस्तो रमाइरहेको छ बरुण हामी चाहिँ यसरी हिँडेछौँ तर होइन हामी जान चाहिँ जाने अहिले निस्कले स्कुटी लिएर आएपछि हामी को जाने 2 जना मात्रै भयो नि त हेर्छ है उसले लिएर जान्छ कि जाँदैन भन्ने कुरा गइ त गइ तर अहिले माम खाएपछि निन्द्रा लाग्यो भने चाहिँ टेन्सन हुन्छ नखाने हामी भनेर आएको थियो खुब नखाए यत्रो भाग खाइस होइन भन्ने तिमीलाई भने यत्रो भाग खाइस होइन माम नखाएर भन्ने भइसक्यो हामीलाई अवस्था यस्तो घाम छ गाई हजुरहरू हिँड्न सक्नुहुन्छ त हामी त हिँडेर पुग्न लागिसक्यौँ रोलले नि फर्की हेर्छ भिडियो बना भएर क्या हेर्न त्यो केटीले तिमीलाई चिनेर होला गर्लफ्रेन्ड त होइन नि होइन नि होइन ल ठिक छ त्यसो भए होइन कन्फर्म यहाँ खोला छ नि तर तिमीलाई बगाउँदैन ल यसमा पनि स्पेसफुल भयो भने तनाव हुन्छ गाइज हामी घर पुगेपछि बनाउँछौँ अब सुई जाने अब त आइपुग्यो 5 मिनट पनि त लागेन कति धेरै छ भने तिमीले हेर 4:32 4:32 कहाँदेखि गरे हो त नि को त्यहाँदेखि अनि टाढोदेखि गरे हो कति धेरै थियो त 1 मिनट भयो होला तर जे भयो राम्रो चाहिँ हारेछ है मेरो भिडियो खिच्दा तिमीलाई कस्तो लागिरहेछ खुसी कस्तो खुसी हामीले जाम गरिदियौँ अघि केही जाम थियो जामै भयो देख्यौ क्या इरिटेट लाग्छ होला है तिमीलाई होइन मैले बाटोमा यसरी यो त आज मात्रै हो अहिले मात्रै हो त्यही पनि हाम्रो पानी परिराख भने होइन कि बाटोमा त यसरी गराउँदिनँ यो त हाम्रो स्कुटर होइन निश्चलहरूको स्कुटर बिग्रेर उता गा भएर यसरी हिँड्नु पर्यो हो नभए मैले भिडियो खिच्दै भन्यो भने इरिटेट मान्छ कि मान्दैन तर हिँड्नु नि रमाइलो भयो है होइन कि मैले त्यसो भन्यो भने चाहिँ इरिटेट मान्छ कि मान्दैन मसँग अप्सनै छैन भन त मान्छे मानेर इरिटेट भन न अप्सन छैन किन भने जबरजस्ती नै यतैबाट हिँड्छु उसले मलाई कहिले पनि छेउमा हिँड्न दिँदैन नै हस् भन बाई सी यू जस्तो कालो आएर त केही हुँदैन यिनीहरूले गर्दा ढिला बा जाँदैन बा ओहो भेरी गुड हामी यहाँ आइपुग्यौँ यहाँ हिँडेर आउँदा पनि यस्तो छ के छ यस्तो छ यो त फुटिसकेको छ यता हेरिदिउँ नि त आमा कस्तो के देख्यो राम्रो कि नराम्रो मधेस साइडको मान्छेहरू जस्तो क्या मधेसी चिया खानलाई यहाँ आएको अब चिया खाने चाहिँ होइन हामी चाहिँ जाने यिनीहरू चाहिँ चिया खान्छ है होइन राम्रो देखाएको छ त आउँछु किन नआउने नि मैले क्या अरूलाई नदेखाएर यहाँ यसो
परम लेट्स गो ब्याग किन लानु पर्यो त ओए 1.5 घण्टा है ब्याग आफ्टर 1.5 घण्टा हामी भक्तपुर गइन्छ के थाहा मलाई त थाहा छैन हामी त राति भने नि जाने हो हेर मलाई त थाहा छैन मलाई एकचोटि जाने भन्ने ठाउँमा जानै पर्छ पुगेर टेकेर मात्रै भने नि आउनुपर्छ जाने भनेपछि जाने हो यस्तो नि रहर तिमीले जात्रामा गरेको के जान्थ्यो को जात्रा कमसेकम रब त हेर्न पर्छ राम्रो के जात्रा ए रेकर्ड भइरहेको रहेछ के रे फेरि भन् त अघि सुनिसक्यो भाइ कसरी भनेको यसले यसरी तिमीले जात्रामा गरेको के हुन्थ्यो मैले के जात्रा यसरी नै तिमीले जात्रामा रहर गरेको भए चाहिँ के हुन्थ्यो भने कि जात्रा हेर्न जान पाइन्थ्यो मलाई थाहै थिएन नि त नि मलाई थाहा नै छैन अनि के गर्ने नि भिडभाड चाहिँ एकदमै बिचारा एकजना मान्छे मर्यो नि कसो राम्रे रेस्ट इन प्लिज रेस्ट इन प्लेस रेस्ट इन प्लिज भक्तपुर लिएर जान्छु भनेर उसले लगेन मैले नलगेको चाहिँ केही पनि तिमीले नलग मैले अघिसम्म पनि 4:30 बजीसम्म पनि भक्तपुरसम्म जान पाएन आज भक्तपुर पनि जान पाएन जुसु दवा खाने लास्टको रहर्थ्यो त्यो पनि खान पाएन हामी भोकै छ त भन्न मिल्दैन चाउमिन चाहिँ खाओ आधी अलिकति होइन भोक चाहिँ टन्नै लाग्यो अनि त्यही भएर यहाँ एकदमै लोकल खाना मन लाग्यो भएर आएको स्टलको होइन कति धेरै वर्षपछि आएको दाइले 2 वर्ष भन्नु भन्दा चाहिँ तर त्योभन्दा धेरै भइसक्यो म यहाँ आएको अहिले सानो हुँदा आउँछु म होइन कस्तो लाग्छ घर है अनि यहाँ मोमो खाना आएको अरू चिज पनि देखिरहेको छु हामीले कस्तो हुन्छ भनेर सोध्यौँ भन्यो मात्रै गरेन सो भाइ अचार पनि अर्डर गरेको थियौँ हामीले होइन अचार हो यस गोलो अन्डा थ्याङ्क यू ठिक छ भोक लागिरहेछ भोक लाएर मिठो भयो भन्यो भने चाहिँ पिठा खान्छौ यो चिजहरू पहिला होइन त मैले आफैले भने नि त यस्तो यहाँ खाएको हामीले यो यहाँको कस्तो छ हामी कालीको लागि मगाएको होइन काली खायो कस्तो लाग्यो माटो त हेर्दै मिठो लागेन है अनि माटो प्राइस पनि हामी 170 मा फुल खान्छौँ चावलमा दामी पाउँछ यस्तो एनिवेज मिठो भयो मलाई यहाँ चाहिँ जुन स्टलमा खाएँ नि पैसा तिरेर खाएको जस्तो लाग्छ के मतलब सेटिस्फ्याक्सन हुन्छ नि अर्कोमा चाहिँ सिक्दैमा खाएको जस्तो लाग्छ टाउको त्यही क्या सिक्दैमा खाएको जस्तो नमिठो क्या मोमो पसल्यो मैले मोमो खान दिएन भनेर रोइरहेछ बाटोमा बसेर हेर तिलबिल आँसु यहाँ यस्तो ठाउँमा यसरी बसेर पिरेको छ बच्चाले जस्तो ल्याएर त नरो म दिन्छु किन नरो न ऊ हेर त नाइ उसले ल रोको ल म खुवाउँछु नगर नरो सबैले मलाई गाली गर्छन् यसरी रोएको भनेर तिमी मलाई गाली खुवाउनु बिच बाटोमा रोक्नु के नगर्दै जस्तो मैले के नगरे जस्तो मलाई गाली नगर है नरिसाउ है भन्न चाहिँ मान्छे को मान्छे हो गाडी भने मैले सबै मान्छे त्यही भएर यहाँ तिमीले बदला दिएको
एभ्रिथिङ इज तिमीले रिभेन्ज लिन्छ होइन तिमी रोको होइन तिमी रोको किन रोको यस्तो हाँसो हुन्छ हाई हामीलाई नै आउँछ हेर न नाटक यो मोमो पसल हो मोमो खान दिनु भनेर भुइँमा बसेर रुवा छ हेर नि खुट्टा हेर त भयो भयो नरो नरो तिमीलाई त्यस्तै हुनु मन लाग्यो नरो नरो म मोमो खुवाउँछु नरो अब यता ल नरो भने हेर न मलाई आधी घन्टा छिटो किन उठाएको भन न आधी घन्टा कि सुत्नु नदियो भन त आधी घन्टा सुत्नु नदिएर त यस्तो आएकोदेखि 9 बजेसम्म म सुत्छु नि अरे हुँदैन रे हामी 10 बजे आइपुग्यो नरो 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 भन्दा भन्दा रुन लागिसक्यो सम्झिसक्छ साँच्चीकै हो क्या मुखै भनेर बनाइसकेँ कस्तो बनाएको क्या मुख कस्तो बनाएको यहाँ हेर